मेरो दिनको सुरुवात चाहिँ यसरी हुन्छ। म चाहिँ उठेँ अनि त्यसपछि अहिले चाहिँ हाम्रो विन्टर भ्याकेसन चलिरहेको छ जापानमा। सो म उठेर चाहिँ फ्रेस भएर चाहिँ यो प्यान्ट सिलाउन बसेको। मैले चाहिँ त्यो सिनबाट मगाएको थिएँ। अनि हरेक कुराहरू चाहिँ मान्छे नै हामी त छोटो भएर कि किन हो त्यो सुरुवाल चाहिँ जहिले लामो हुने क्या, सुरुवाल भए पनि प्यान्ट भए पनि। अनि मैले चाहिँ त्यसलाई काटेर आफैले हातले सिलाउँदैछु क्या, लाउन त पर्यो। अनि त्यही भएर हातले सिलाउँदै गरेको। अनि त्यही भएर मैले चाहिँ धेरै सबैको चाहिँ भिडियो क्लिप लिएर भ्याइन नि त सकिन्न। अनि अलिअलि क्लिप लिएको छु अनि त्यसैलाई भिडियो बनाएको छु। अनि लुगा सिलाइसकेर यसो टाइम फ्री भएको बेलामा चाहिँ टाइम पास गर्दैको ऐना हेरेर मख परेको आफ्नो अनुहार हेरेर आफै। त्यसपछि खाना बसालेर तरकारी पकाउन लागेको मैले चाहिँ। अनि नुहाएर रेडी भएँ। अनि अब भोलि न्यु इयर हो। अनि आज न्यु इयरको साँझ चाहिँ यसो खाइमनो गर्न चाहिँ जान लागेको साइकलमा सरर साथीहरूसँग। अनि खाइमनो अनि त्यो सिनको पैसा पनि दिनु थियो। अनि अलिअलि त्यही सपिङ गर्न हिँडेको हामी चाहिँ। जाडोमा चाहिँ जाडो थियो तर पनि मैले चाहिँ सक्स बिना नै चप्पल लगाएर गएको थिएँ क्या। यहाँ चाहिँ साथी हामी नेपाली पसल पुग्यौँ। अनि त्यसपछि साथीहरूसँग यहाँ चाहिँ कुमारीमा नागोयाको नेपाली पसलमा सपिङ गरिसकेर अनि यहाँ 7-11मा सिनको पैसा तिरेर हामी चाहिँ सिङ्गो पर्खिरहेछौँ। अनि त्यहाँ रेड बोर्ड लेखेको छ नि त। अनि त्यसपछि त्यहाँबाट हामी अब सिधै सिमामुरा गएर यसो के छ अपडेट भएको नयाँ कपडाहरू हेरेर अनि जाने फर्किने भनेर। अनि यहाँनिर चाहिँ हामी सिङ्गो नै पर्खिरहेको। अनि बेलुका भइसकेको थियो नि त। अनि हामी सिमामुरा पनि पुग्यौँ। अनि सिमामुरामा चाहिँ अब न्यु इयरको सेल चाहिँ 1 गते मात्रै लाग्दो रहेछ। अनि त्यहाँ चाहिँ कतिपय कुराहरू चाहिँ डोन्ट टच भनेर लेखिरहेको थियो त्यहाँ ढाकेर। अनि हामीले चाहिँ त्यहाँ कपडाहरू हेऱ्यौँ। अनि मैले चाहिँ एउटा कपडा किनेँ विन्टरको लागि होइन समरको लागि। अनि साथीहरूले पनि यसो हेरे 2-4वटा कपडा अनि यसो टाइम पास त हो भनेर। अनि सपिङ गर्दै गर्दा यसो ऐनामा आफूलाई नहेरे त चित्तै नबुझ्ने फेरि मलाई चाहिँ। त्यही भएर यसो ऐनामा चाहिँ अनुहार हेर्नै पर्यो। अनि सपिङ पनि यताउता गर्नै पर्यो। सपिङ गरिसकेपछि हामी सिधै फेरि यामानाकामा पसेर सपिङ गर्न थाल्यौँ। खाइमनको लागि हामीले चाहिँ मोमो बनाउनु भनेको। अनि नेपाली पसलमा चाहिँ मासु नपाएर किमा। अनि हामीले यहाँ यामानाकादेखि चाहिँ मासु लगेर आफै किमा बनाएर मोमो खाने विचार गरेको थियौँ। अनि त्यही भएर मासुहरू किन्यौँ। अनि यहाँनिर आइटमहरू हेर्दै थियौँ के पाउँछ भनेर। अनि यस्तोहरू पाउँछ सुपामा गाइस। महँगो कति धेरै छ फेरि भनि नसक्नु छ। त्यही भएर यसो हेरेर मात्रै चित्त बुझाऊँ भनेर हेरिदिएको है। यत्र सबै नोमिमोनहरू हेरेर लास्टमा एउटा कोक बोकेर हामी हिँडेको क्या। अनि कोक अनि मासु अरू त खोइ के किन्यौँ। कोक मासु अन्डाहरू यस्तै किन्यौँ। अनि त्यसपछि हामी लाग्यौँ बिलिङतर्फ। त्यसपछिको सिन चाहिँ पुरै सिफ्ट हुन्छ। यहाँनिर हामीले मोमोको तयारी गर्दै गरेको अवस्थामा यो चाहिँ साथीहरूले किमा बनाउँदैछ बहिनीले। अनि साथीले अनि अर्को साथी हेरेर साथ दिने उनीहरूले किमा बनाउने। त्यसपछि अनि किमा पछि सिधै हामीले मोमो बनाउन तयारी गऱ्यौँ। साथीहरूले बेल्ने अनि मैले चाहिँ मोमो बनाएर अनि मोमो बनाएर पकाउने काम चाहिँ मेरो थियो। अनि त्यसपछि मोमोको जुगाड यस्तो छ है साथीहरू। खतरा आइडिया लाग्यो नि हामीले मोमो त खानु पर्यो। सो अनि त्यसपछि रेडी गर्दै थियौँ हामीले मोमोहरू। जोस् रमाइलो भइरहेको थियो त्यो दिन चाहिँ रमाइलो भयो। अनि अरू हामी सबै घरमा थियौँ। अनि एकजना साथी चाहिँ काममा गएको थियो। अनि अब त्यो न्यु इयरको अघिल्लो दिन चाहिँ हामी प्रायः सबैको काम थिएन नि त। अनि हामीले चाहिँ मोमो बनाउने प्लान गरेर अनि यसो सानोतिनो पार्टी गरौँ भनेर अनि यसो मोमोसम्म बनायौँ। अचारको पालो
अचार चाहिँ अब यहाँनिर आएको छैन नि त पोल्नलाई अनि हामीले उसिनेर चाहिँ यसरी कुटेर बनाएको अचार अनि मोमो पनि तयार भइसक्यो अनि पालो चटपटेको वा गिलो चटपटे पनि साथीले बनाइसक्यो अब चाहिँ लगभग सबै सामानहरू रेडी भइसक्यो खानेकुरा रेडी भइसक्यो अब चाहिँ खाना मात्रै बाँकी हो अनि अब बनाएर खाइ पनि हाल्ने है बनाउने मान्छे उहाँ हुनुहुन्छ मिते मिते खाने मान्छे त हुनुहुन्छ मिते 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 कति राम्रो देखेको राम्रो देखेको वा यता झन् हामी राम्री बहिनी हो सब आउने हो अनि न्यू इयर भनेर ट्याग गर्छु अहिले खाने बेलामा बसेपछि यो चाहिँ हाम्रो खानाको फाइनल लुकै गाई चाहिँ अब सबै रेडी अब खानालाई रेडी गरेर चाहिँ यसो फोटो खिच्दिएको परे हाल्न लाने चाहिँ अब खाना सुरु गरिमै गाइज ह्याप्पी न्यू इयर एभ्रिवान यो चाहिँ अब खायौँ जस मिठो थियो अनि गफ गर्दा त झन् मिठो अनि फोटो सेसन पनि भयो खानपिन पनि भयो रमाइलो पनि भयो गाइज आजको दिन चाहिँ यसरी बित्यो मेरो सो अब चाहिँ सुत्ने गाइज गुड नाइट अब अर्को भिडियोमा भेटौँला बाई बाई टेक केयर एभ्रिवान